नमस्कार। यो चाहिँ हजुरको नेकको चाहिँ एमआरआई भयो। उहाँ चाहिँ गर्दनको दुखाइले मगाउनु भएको र उहाँको एमआरआईको रिपोर्ट हेर्दा चाहिँ C5 र C6मा चाहिँ डिस्क स्पेस हाइट चाहिँ घटेको छ र स्मल सेन्ट्रल र बाइल्याटरल प्यारामिडियन डिस्क प्रोट्रुजन छ र साथसाथै C6 C7मा चाहिँ उहाँको सानो चाहिँ सेन्ट्रल डिस्क प्रोट्रुजन छ र C4 र C3 र C4 र C4 र C5मा पनि स्मल सेन्ट्रल डिस्क बल्ज छ। उहाँको चाहिँ मेन चाहिँ ब्याड पोस्चरमा चाहिँ उहाँ चाहिँ वर्षौँ नेक बेन्ड गरेर चाहिँ काम गर्नु भएर चाहिँ यो ठाउँमा चाहिँ डिस्क बल्जहरू र प्रोट्रुजन भएको चाहिँ देखिन्छ र एमआरआईमा चाहिँ नसा च्यापेको कुरा चाहिँ डाक्टर साहबले चाहिँ लेख्नु भएको छैन र मैले भन्न खोजेको चाहिँ हजुरले काम गर्दा चाहिँ आफ्नो पोस्चर चाहिँ मिलाएर काम गर्नु पर्यो, जसले गर्दा यहाँ C5 C6मा चाहिँ डिस्क प्रोट्रुजन छ। यसलाई अभोइड गर्नुको लागि हामीले चाहिँ पोस्चर चाहिँ मिलाउनु पर्ने हुन्छ र केही प्रश्न भए हजुरले मलाई सोध्न सक्नुहुन्छ। उहाँलाई मैले फिजियोथेरापी एक्सर्साइज चाहिँ डाक्टरको सल्लाह अनुसार चाहिँ सिकाइरहेको छु, गराइरहेको छु। होपफुली उहाँको पक्कै चाहिँ सुधार हुनेछ। धन्यवाद।